हर्षबिन म आज हसन इन्द्रचोकभित्र छिरिरहेको छु र यहाँ भएको दृश्यहरू यहाँलाई देखाइरहेको छु। यहाँबाट म जाँदैछु उता हनुमान ढोका लगायत यता गणेशस्थान एरियामा चाहिँ म गइरहेको छु। त्यहाँ भइरहेको कुराहरू, त्यहाँ जुन निम्न अवस्थामा बस्नुभएका, माग्नमा बस्नुभएका ज्येष्ठ नागरिकहरू अनि अपाङ्गहरू कसरी बस्नु भइरहेको छ, उहाँहरू कुन अवस्थामा बसिरहनु भएको छ, यो कुरा देखाइरहेको छु। म यहाँबाट चाहिँ अब जाँदैछु यता गणेशस्थान एरियातिर चाहिँ जाँदैछु। दर्शकबिन यो भित्री रोड हो। यहाँबाट जाँदाखेरि चाहिँ गणेशस्थान एरिया त्यहाँतिर रहेका माग्न बस्नुभएका साँझ परिसकेको छ। यो 7 बज्न लागेको छ बेलुकाको। यो दर्शक यहाँबाट चाहिँ म देखाइरहेको छु कुन अवस्थामा छ, कसरी बसिरहनु भएको छ उहाँहरू, त्यो कुराहरू देखाइरहेको छु। यहाँबाट अगाडि गइरहेको छु। यो चाहिँ असनको यो गणेशस्थान भन्ने भित्र हो। त्यहाँतिर रहेका कुराहरू म देखाउनेछु। बेलुकाको उहाँहरू कुन अवस्थामा बसिरहनु भएको छ, कसरी बसिरहनु भएको छ, त्यो कुराहरू देखाइरहेको छु। हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। यहाँहरूको मनमा जस्तो लाग्छ, के लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। भिडियोहरूलाई उहाँ बसिरहेको बेला साँझ परेको छ। आज भिडियो बनाउन चाहिँ अलिकति ढिलो भएको छ, त्यसैले म अलि हतार गर्दै अगाडि बढ्दैछु र त्यहाँको दृश्यहरू देखाउनलाई म अगाडि लम्किँदैछु। उहाँहरू कसरी बसिरहनु भएको छ त्यो भिडियोहरू मैले पहिला त यही एरियामा आएर उहाँहरूको कपाल काट्ने, खानाहरू खुवाउने त्यो कामहरू पनि गरेको थियो। आज म भित्र जाँदैछु उहाँहरूलाई केही बिस्कुटहरू दिने, बिस्कुटहरू बाँड्नको लागि चाहिँ म अगाडि बढिरहेको छु। उहाँ कसरी बसिरहनु भएको छ, अब उहाँहरूको सुत्ने भनेकै पेटीतिर हो। यता खाना बस्ने भोजनका लागि मजाले खानु भइरहेको छ। बाजे आरामै हुनुहुन्छ? ए अब छुट्टी हुने बेला भएन बाजे हजुरको? अब जाने। ए कति बजीसम्म बस्नुहुन्छ यहाँ? 6 होइन 7 बज्न लागिसक्यो। ए हजुर बेलुकासम्मै चलाउनुहुन्छ? चलाउँदैन। ए दिनभरिमा कति हुन्छ हजुरको कमाइ? 10-12 सय हुन्छ। 10-12 सय। ए गाउँ चाहिँ कता हो हजुरको? हजुर गाउँ कता हो हजुरको? गाउँ हजुर उता काभ्रे। काभ्रे। ए अनि बेलुका चाहिँ रातिसम्मै चलाउनुहुन्छ? चलाउँदैन हजुर। अब 7 बजिसक्यो, अब जानु पर्छ। अब थन्काउने। ए राम्रो फाइदा भएको छ रिक्सा चलाइबाट? फाइदा हजुर अब अलिअलि भइरहेको छ। भनेपछि यो पहिलाको तुलनामा अहिले रिक्सा व्यवसाय पनि अलिकति मारमा परेको हो? खोइ हजुर अब आफूले सक्दैन, अरूले त कमाइरहेको होला। ए पहिले जस्तो यो टुरिस्टहरू त्यति आउने जाने चाहिँ छैन होला? खोइ अब रिक्सामै पर्दैन हजुर। ए हजुरको नाम चाहिँ अङ्कल? कान्छा तामाङ। कान्छा तामाङ? ए के थरी पर्नुभयो तपाईँ? तामाङ स्याङ्दन। स्याङ्दन हो? हस्। मजाको हुनु। के बोल्न अप्ठ्यारो लागेको छ तपाईँलाई? छैन। छैन है? ए अब घर कहिले जानुहुन्छ हजुर? अब घर दसैँतिर जान्छ। दसैँतिर? हजुरको परिवार बालबच्चा यतै हो? मेरो त छैन हजुर। गाउँतिरै? अब गाउँतिर छैन। ए अनि तपाईँ यतै बस्नुहुन्छ कि सधैँ अब पछि त गाउँतिर लाग्ने सोचमा हुनुहुन्छ? पछि के हुन्छ अब। ए गाउँतिर घर जग्गा घर परिवार त होला? छ। ए पछि अलिकति नसक्ने, रिक्सा चलाउन नसक्ने भएपछि चाहिँ गाउँतिर लाग्नुहुन्छ? हजुर।
ए त्यस्तै हो है, सुख दुःख यस्तै छ। हस् सर। काठमाडौँमा कस्तो अलि बिरानै छ कि रमाइलै छ? रमाइलो अब त्यस्तै भयो अहिले ठिकै छ। गाउँमा जस्तो त छैन है। अलि छैन जस्तो। गाउँमा चिन्जान हुन्छ, फलाना आयो चिलाना आयो हो यो मजा ऊ मान्छे भन्दै रमाइलो हुन्छ है। यहाँ काठमाडौँ बिरानोमा त वल्लो कोठा पल्लो कोठा पनि चिन्दैन को है, मतलब छैन यहाँ मान्छेको होइन। खोइ हजुर त्यस्तै। हस् सर। गाउँमै बस्न त रमाइलो हुन्छ नि है। हुन्छ। ल हस् त म लाग्छु है त। हस् सर। हस् भाइ। धन्यवाद। मैले एकजना अङ्कल रिक्सा चालकसँग पनि कुरा गरेँ, उहाँ पनि साह्रै मजाको हुनुहुन्छ, तामाङ हुनुहुँदो रहेछ उहाँ काभ्रेको। गाउँमै रमाइलो छ तर के गर्ने व्यवसाय गरेर खानुपर्छ। अब बुढेसकालमा अलिकति रिक्सा चलाउन नसक्ने भएपछि चाहिँ गाउँतिरै लाग्नु पर्ला भन्ने कुरा गर्नुभयो। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला दर्शकबिन। म यतातिरबाट यहाँ माग्न बस्नुभएका बाजेहरू के गर्दै हुनुहुन्छ उहाँहरूसँग कुरा गर्दै म बिस्कुटहरू दिन चाहेँ। चलपल निकै नै भइरहेको छ। उहाँ कुनामा बुढी आमा हुनुहुन्छ, उहाँहरूसँग कुरा गर्न चाहेँ। अगाडि बढ्दैछु। ओहो नमस्कार नमस्कार। नमस्ते नमस्ते आमै। दिदी हो? किन तपाईँ आमा होइन? किन? आमा उता छ? कता? त्यही आमा हो, मोतीको बुढी तपाईँ आमा होइन? होइन, म दिदी हो। दिदी हो? हो ए त मोतीलाई दिनु त मोटी भनेको को अब के चिने छैन नि देखेको अझ लामा हो। अब कहाँ सुत्ने त तपाईँ? म अँ, त्यही गोली होइन, गोलीको फिल्म छ। गल्लीमा सुत्ने? ए साँझ पर्यो त है, अनि 7 बजिसक्यो। तपाईँ अनि कति माग्नुभयो त पैसा? खोइ 25 रुपियाँ भएछ त। बिहान चाहिँ कुची लगाउनु पर्छ त्यही हो। ए अब खाजा खाना खानुभयो त? अब पैसा कमाउँछु, अब भात खाने त आमा छोराको हो। ए छोरा आमा छोरा भात खान जाने अब? जाने कहाँ? ए अनि भात खाने पैसा त? अब कोही अब कमाउँदैछु, कोही ढिला कोही नढिला। ए काम गरेछ देखेछ मोती। अब सुत्ने चाहिँ कता त? गल्लीतिरै? त्यहाँ चापो त छ नि उहाँ हिरोनीको। हिरोनी? पहिलेको हिरोनी के छ? को हिरोनी? अनि पहिलेको हिरोनी तमाङ नि छैन त? अँ त्यो हिरोनी हो? हो त्यसो बुढो पनि देखाइदिन्छु, भाइ पनि देखाइदिन्छु, सब देखाइदिन्छु। के फिल्ममा खेल्छ? खेल्छ कुनमा? कोही के फिल्मको नाममा विशेष सस्ता नि फिल्मको हो र? यता हेर्नु, पाउँछ खेल्छ फिल्ममा? छोरी पनि छ। भने कति हो उहाँ यहाँ अगाडि छ, किन जानु? बलमाको माथि पनि छ, मोतीको माथि पनि छ। के अरे को हिरोनी भने तपाईँले? के अमेरिकन हो कि के नाम हो त्यसको? रानिका। जानुका? अँ जानिका तपाईँको भाइ दिदी होइन? उसकै घर हो त्यहाँ? घर होइन, चा पसलो। हँ? चा पसलो। चिया पसल? अँ। छोरी पनि हिरोनी, ए छोरी पनि हिरोनी। तपाईँहरूलाई उसले पालिरह हो? छैन, खानेकुरा केही दिँदैन? त्यही एक कप छ। हो? हो ए अनि आज बेलुका खाना आउनुभयो त? अब खाउँला, कमाउनु पर्यो नि। कमाएको पैसा यति भइरहेछ भर्खर है? कामसाम सिटाएर आयो, कामसाम सिटाएर आयो। ए काम सिद्धियो अब? सिटाएर। सुत्न चाहिँ कहाँ कोठामा जानुहुन्छ? कोटै छैन मेरो भने कहाँ यतै गल्लीतिरै सुत्ने? उतै गोलीमा ए त त्यहाँ भित्र छिर्नु भएको थियो, ठ्याक्कमा त्यही भेट्छ।
विचार पैसाले यहाँ छ यतापट्टि म छु ए मेरो छोरा कुनामा छु अनि अझ व्यवस्था गरेछ हजुर बस्नको व्यवस्था गरेछ छैन नि अनि खै म नि यतिकै हिँडिरहेको हो यो भित्र सुत्नु दिँदैन कहाँ दिन्छ गोर्खाल्यान्ड पार्टी कहाँ दिन्छ अहिले दिँदैन। पाला आउँछ ए के अनि दाइ तपाईँलाई भोक लागेको छैन लागेको छ नि भाइ अब के भन्नु लाग्यो के भन्नु पैसा हुँदो पैसा छैन ए पैसा छैन अनि बेलुका खानालाई कमाउनु भएन होइन मसँग त 1 रुपियाँ छैन बिरामी भएर जिउ सन्चो छैन 3-4 दिन भयो यो पानी परेदेखि लिएर डिग्री सन्चो छैन ए काम गरिरहनु भएको छैन कामै गरेको छैन भने त्यो फोहोर उठाउने काम गर्नु भएको छैन गरेको छैन मैले गरेको छैन ए काम के नदिएको कि नभएको नगरेको ए बिरामी भएर बिरामी भएर ए अब मसँग त केही छैन म एकवटा बिस्कुट दिन्छु है तपाईँहरूलाई लिनु बिस्कुट खानु ए घरि समय छ ल अब म लाग्छु है त ल नमस्ते अङ्कल पर्दैन मलाई मेरो इन्टरभ्यू लिनु पर्दैन के गर्नु पर्दैन जानु अङ्कल नमस्ते गर्नु परेको थियो हजुर के गर्नु भन्छु बेकारी तपाईँले नमस्ते भनेको मैले किन भन्ने बेकारी हजुर यस्तो मैले मागेर खाने मजुरलाई पनि नबस्नु भन्नुपर्छ होइन आफूभन्दा ठुलो मान्छेलाई नमस्ते गर्दा मिलिहाल्यो मागेर होइन उमेरले पाएको हुनुहुन्छ हजुर मेरो बुवा समानको मान्छे अनि आज कता सुत्नुहुन्छ यतै तपाईँलाई किन चाहियो जहाँ सुत्यो भने कहाँ सुत्नुहुन्छ भने म कपाल काटिदिन्छु आउँछु भनेर भन्ने मान्छे आइरहेको थियो त मैले तपाईँले खाना काटेको ए म आफैले पैसा तिरेर काटेँ त्यो त तपाईँ के मतलब हो? होइन होइन मैले तपाईँ काटिन्छु भनेको अगाडि नै तपाईँ काटिसक्नु भएछ मिडियामा देखाउनलाई मात्रै यो खिचेको बेकार नखिच्नुहोस् मेरो खिचिसक्यो अघि त्यहाँ खिचिसक्यो त ऊ त्यहाँ राजकुमारसँग ऊ जानु माग्नु जान्छु भनेको छोड्नु त बाजेलाई खाना दिनु पर्छ खाना हामीले त खाउँ जानु जानु उता ऊ राजकुमार दाइले बोलाइसक्यो राजकुमार दाइले बोलाइसक्यो किन रिसाउनु भयो बाजे रिसाउनु भयो त? बेकारीको तपाईँको लाइभमा देखाउनु पर्ने बेकारीको हामी जस्तो मान्छेको फोटो खिचेर यहाँ त्यहाँ गरेर अर्कालाई देखाएर कतिले पैसा पाउँछ तपाईँले मैले पैसा पाउँदैन पैसा पाउँदैन बिना पैसाको त कामै गर्दैन बिना पैसाको काम गर्नु पर्छ त्यो पैसा त आउँदैन के पाउँछ मान सम्मान मान सम्मान भन्दा नि हजुरहरू जस्तो दुःख पाएको मान्छेहरूलाई होइन कतै अरूले देख्यो भने फलान ठाउँमा यस्तो रहेछ म सेवा गर्नु धर्म गर्नु पर्यो भन्ने मान्छेहरू यहाँ आएर तपाईँहरू जस्तोलाई खाना दिन्छन् यो भिडियो देखेपछि भनेर हो क्या बाजे कुरा बुझ्नु भयो? आज बिहान मैले भात खाँदैन कुन दिन मुतिर खान्छ आज त कुनै बेला आउँछ नि त उनीहरू नि हजुर एक्लै होइन हजुर जस्तो मान्छे कयौँ छ तिनीहरूले दिँदा 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 आउँछ नि त म नि हिजो अस्ति दिन्थ्यो तपाईँलाई 10 वर्षपछि पालो आउँछ तपाईँलाई मैले भात दिएको थिएन अस्ति नै कत्रोमा भात दिएको भात दुईचोटि भात दिएको थिएन एकचोटि पनि दिएको छ दुईचोटि हो एकचोटि दिएको छ त्यो पनि दुईचोटि हो अनि बिस्कुट ल्याएर दिएँ त्यसको पैसा तिर्नु पर्यो भात दियो तपाईँलाई अनि मैले बिस्कुट पनि दियो होइन र ल 10 रुपियाँ लिएर जानु तपाईँको पैसा लानुहोस् भने होइन क्या तपाईँ रक्सी खानु भएको छ तपाईँको इन्टरभ्यू देख्दै रिस उठिहाल्छ मलाई त तपाईँ रक्सी खानु भएको छ ल्याउनाले रक्सी खानुभयो खाएको छैन मैले अहिले म आइतबार आउँछु आइतबार काट्छु भन्दाखेरि तपाईँको अनि मैले त काटिसकेँ भने होइन कपाल अनि आइतबार आउँछु भनेर नआएपछि काट्नु परेन मैले ल म आइतबार आएँ त अनि हजुर चाहिँ यतै सुत्ने हो एकचोटि सुत्नु मलाई त सुत्ने
ए रात पर्यो त है अब बेलुका खानेकुरा त छैन होला मसँग 1 रुपियाँ पैसा पनि छैन 10 रुपियाँ त खर्चमा 10 रुपियाँले म चोट किन्छु दुईवटा है हजुर म एक चोट खान्छु के अरे उता कालीमाटीमा खाना दिन्छ अरे त 9 बजीतिर म कालीमाटी चिन्ने यहाँ गएको पनि छैन म जाँदा पनि जान्न त्यहाँ जानु न त्यो एकजना बाजेले त कालीमाटीमा दिन्छ खाना दिन्छ अरे के त्यहाँ खाना दिन्छ भनेर चाहिँ त्यो यहाँबाट बिरुङमा चाहिँ रानी सती मन्दिरमा जहिले पनि खाना दिन्छ बिरुङमा जाउँ म पुऱ्याइदिउँ त्यहाँ तपाईँलाई कालीमाटी पुऱ्याइदिउँ परेको छैन म जानु किन खाना बाँड्छ अरे के त्यहाँ म तपाईँलाई त्यहाँ पुऱ्याइदिन्छु किनोस् बाबा उनीहरू खानुहोस् उनीहरू जो जो जान्छ उनीहरू बस्छन् उनीहरू खान्छन् मलाई मतलब छैन राति अब 8 बज्न लागिसक्यो बजोस् अब एकछिन पछि 9 पनि बस्छ के गर्ने त अब मसँग नि केही छैन म तपाईँलाई के भयो त तपाईँसँग को माग्न आएको दुईटा बिस्कुट छ बिस्कुट दिन्छु है त हजुर भनेर माग्न आएको छैन म दुईटा बिस्कुट दिन्छु बिस्कुट खानु है हुन्छ कि नखाने त्यो पनि इच्छाले दिए खाउँला नदिए चाहिने हो कि नखाने बिस्कुट नदिए चाहिँ मलाई चाहिँदैन दिए लिन्छु खान्छु नदिए चाहिँदैन खुसीले दियोस् होइन खुसीले दियो म दिन्छु है त हुन्छ